हाम्रो देशमा रोजगारीको अभावको कारणले धेरै युवा साथीहरू देश छोड्नको लागि, आफ्नो हातमुख जोड्नको लागि भयो नि देश छोड्नको लागि बाध्य छन्। अहिले ती साथीहरूलाई पनि यो अब आउँदै गरेको निर्वाचनमा जुन एउटा नेपाली नागरिक भइसकेपछि हरेक नेपाली नागरिकलाई मत हाल्ने जुन अधिकार हुन्छ, भोटिङ राइट, त्यो संवैधानिक अधिकार हो। त्यो हाम्रो नेपालको संविधान 2072 सालको संविधानले नै तोकिसकेको छ। हरेक नागरिकको मतदानको अधिकार हुनेछ। अब धेरै संख्यामा हाम्रो नेपाली नागरिक दाजुभाइहरू विदेशमा आफ्नो नेपालमा जागिर नपाइसकेपछि या कुनै कारणवश विदेशिन बाध्य छन्। उहाँहरूलाई पनि अब आउने निर्वाचनमा जुन जनजी विद्रोहबाट जुन सरकार बन्यो, युवाहरूको विद्रोहबाट जुन सरकार बन्यो, अब आउने निर्वाचनमा विदेशमा भएका नेपाली नागरिकलाई पनि मतदानमा जसरी पनि सहभागिता गराउनुपर्छ भनेर एउटा विषय र यो दुईटा विषयमा निर्वाचन आयोगको के तयारी छ